नमस्कार, म पूर्ण खड्का। आज मैले केही विशेष अहिलेको पेरिफेरीमा हाम्रो देशको बारेमा समसामयिक रूपमा म भन्न गइरहेको छु। विशेष गरी मैले अहिले भएको यो संसारकै नम्बर 1 भने पनि सायद फेल हुँदैन होला। संसारमा यस्तै जेनजीले गरेका आन्दोलन यति फास्ट ट्र्याकबाट सफलता हासिल भएको सायद छैन होला। जेनजीले हरेक देशमा श्रीलङ्कादेखि इन्डोनेसिया धेरै मुलुकमा भए, तर हाम्रो देशमा मात्र 2 डेजमा सफलता हासिल गर्यो जेनजीको आन्दोलनले। हाम्रो देशमा जेनजी किन यसरी आक्रोशमा आयो? यसमा जेनजी मात्रैले गर्यो या जेन वाई पनि लाग्यो? हो, जेनजीले ल्यायो नाम। अन्य राष्ट्रमा चलेको जेनजी पुस्ताले गरेको उस्तै शैलीबाट हाम्रो देश नेपालमा पनि जेनजीले सुरुवात गर्यो। सेप्टेम्बर 8 भाद्र 23 र सेप्टेम्बर 9 मा भाद्र 24 मा नयाँ विजय प्राप्त गर्यो। किन यसरी छोटो समयमा गर्यो त? हाम्रो देशको संयन्त्र कति शक्तिशाली रहेछ। शक्तिशाली नभएको होइन, जेनजी नेपालको संयन्त्र सशस्त्र पुलिस भन्दा पावरफुल आयो, त्यसैले सफलता भयो। यो सफलता हुनुमा आर्मीहरूको पनि, नेपाली सेनाको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका छ। आर्मीले आफ्नो हतियार नेपाली जनता, नेपाली जेनजीलाई मार्न चाहेन, त्यति मात्रै हो। जो पहिलो दिन सेप्टेम्बर 8 मा सुरुवात भयो, माइतीघर मण्डला हुँदै बबरमहल नजिक जो पुलिसले, नेपाल पुलिसले राखेको बार थियो, उक्त बारलाई सजिलै पल्टाउन सफल भयो जेनजी। अनि सिधै नयाँ बानेश्वर चोक संसद भवन वरिपरि जेनजीले घेरा हाल्यो। आक्रामक शैलीमा आएको जेनजी आक्रोशित थियो। आक्रोशित भिडलाई अश्रु ग्यास प्रहरीबाट, नेपाल पुलिसबाट अश्रु ग्यास र गोली बर्साइसकेपछि आन्दोलित आक्रोशित भयो, वालहरू फुटायो, प्रवेश गर्न को लागि हरेक अपनायो। पार्लिमेन्ट वरिपरि भएका जो पोस्ट हुन्छन्, सशस्त्र पुलिसहरू बस्ने पोस्ट, उक्त पोस्ट माथि नै चढेर झण्डा फरफराइयो, नेपाली झण्डा, देशको झण्डा। र कहाँबाट आदेश भयो यो छानबिनले देखाउला। बर्बर हतियारहरू, यो बन्दुक मात्रै होइन, राइफल कि एसएलआर प्रहार भयो र भर्खरका बालकले ज्यान गुमाए। उक्त ज्यान गुमाएका बालकहरू रोडमा लडे। 14-15 वर्षका बालक पनि मृत्युवरण गरे। आर्मीलाई अलर्ट भयो। आर्मीका ट्रकहरू आए, रगतले लतपतिएका झण्डाहरू आक्रोशित आन्दोलनले लिएर लतपतिएका जुत्ता रोडमा
बजारिएका थिए र उक्त झण्डा रगतले लतपतेको झण्डा आर्मीलाई देखाउँदै आर्मी आओ देश बचाओ नारा यसरी गुन्जिएको थियो। राष्ट्रिय गानहरू पनि उक्त भिडकै बीचबाट आइरहेका थिए। आर्मीको अगाडि आर्मीको धेरै ठुलो विश्वासमा अडिएर होला जेन्जी भाइ बहिनीहरू आर्मी चढेको गाडीको मुनि टायरको बीचमा सुतिएर आर्मी आओ देश बचाओ, हामी एन्टी करप्सन हो, हामी भ्रष्टाचार विरुद्धमा आएका हौं भन्दै नारा लगाइरहे। झन मास बढ्दै गयो, तातो गोलीहरू बर्साउँदै गयो पुलिसले, असुर ग्यासहरू फाल्दै गयो। झन आक्रोशित भएको जेन्जी सेप्टेम्बर 9 भाद्र 24 गते बिहानैदेखि उक्त आक्रोशित जेन्जी जो 19 जना पहिलो दिनमा बलिदान दिए, यो देशको लागि बलिदान दिए। उनीहरूको माग मन्त्री हुनलाई थिएन, यो देश चलाउनलाई थिएन, मात्रै हामी हाम्रो पुस्ता किन मात्रै अर्को देशमा गएर बाँच्ने हो, या हाम्रो देशमा किन तपाईहरुले करप्सन गर्नुभयो, तपाई यहाँ करप्सन गर्नुहुन्छ, तपाईका बाल बच्चाहरू यस आराममा गएर विश्वका उत्कृष्ट विश्वविद्यालयतिर उत्कृष्ट कलेजतिर पढाउँदै हुनुहुन्छ। उहाँको शैली फरक छ। हामी हाम्रा बुवा आमा अरबमा अनि तपाईहरु यस आराममा भन्ने हेतुले 24 गते बिहानै सुरु भएको आगजनी, सुरु भएको भण्डाफोर, तोडफोड, आक्रोशित आन्दोलनले लगभग शीर्ष नेताहरूको घर बास उडायो। सिंहदरबार सर्वोच्च सबै ध्वस्त बनाइदियो र नेताहरूलाई भाग्न बाध्य बनायो। नेताहरू सायद उक्त हाउसमा भइदिएको भए के हुन्थ्यो, तर नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री र उहाँको धर्मपत्नी आर्जुलाई आन्दोलनकारीले हातपात पनि गर्यो। शेरबहादुर देउवाको धेरै योगदान नभएको होइन, मात्रै उहाँको लेट भयो युवा पुस्तालाई हस्तान्तरण गर्न हो। उहाँको योगदान धेरै छ। हातपात गर्नु हुँदैन थियो, त्यो आफ्नो ठाउँमा छ। उक्त आक्रोशित पुस्ताले, आक्रोशित आन्दोलनकारीले हातपात भयो, झन्न ज्यान बचाउन सफल हुनुभयो। अरु नेताहरू भागाभाग प्रचण्ड, केपी शर्मा, प्रधानमन्त्री केपी शर्मा ओली, अब त हामी भूपू पूर्व प्रधानमन्त्री पनि भन्नुपर्ने भयो। त्यो टाइममा भएका प्रधानमन्त्री भागाभाग मन्त्री क्वार्टरबाट, मन्त्रीहरू भागाभाग, एउटा ज्यान जोगाउन पनि मुस्किल पर्यो जेनजीको अगाडि। यसमा नेताहरू यो देशलाई केही गर्नुपर्छ, यो देशलाई समृद्धि बनाउनुपर्छ भन्ने नेताहरू थुप्रै हुनुहुन्छ पार्टीहरूमा, तर उहाँहरू पनि त्यही घानमा पर्नुभयो। उहाँहरूको घर बास उड्यो। हो, सबै नेताहरू भ्रष्टाचारी होइनन्। नेताहरूभन्दा भ्रष्टाचारी नेपालमा कर्मचारी छन्। सबै कर्मचारी होइन, केही त्यति कर्मचारी छन् कि नेताले नजानेको भ्रष्टाचार गर्न सिकाउने
कर्मचारी छन्। सायद जेनजीले अब जो अन्तरिम सरकार बनेको छ, जेनजीको चोइसबाट बनेका पात्रहरू सायद ट्रान्सपरेन्सी हुनुहुन्छ। उहाँले क्लियर कट काम गर्नुहुन्छ। उहाँले न्याय दिनुहुनेछ जेएनजीलाई मात्र होइन, यो देशलाई। सधैँभरि करप्सन, गरिबको रेखाबाट, गरिबको अङ्कबाट फर्स्ट आइरहने हाम्रो देश साँच्चीकै चाह्यो भने हाम्रो देश 10 वर्षमा काय पलट हुनेछ। हाम्रो देश स्वर्ग हो, हाम्रो देश स्वर्ग हो। स्वर्गलाई नर्कतिर धकेलिरहेका करप्टेडलाई कारबाहीको दायरामा ल्याइयोस्। जुन देश नर्क छन् खाडी मुलुकहरू, खाडी मुलुकले हाम्रो देशका युवा युवतीलाई छानी लिनुपर्ने, हाम्रो स्वर्गका देशका जनतालाई त्यो हुनु हुँदैन। हाम्रो युथले, हाम्रो युवा पुस्ताले पनि हाम्रो देशलाई कम हुन सक्छ। हाम्रो देशमा धेरै आयामहरू, हाम्रो देशमा धेरै सम्भावनाहरू छ। हाम्रो देश कायापलट बन्न सक्छ। हाम्रो देश कुनै देशबाट ढुङ्गा ल्याएर पहाड बनाउनु पर्ने छैन। हाम्रो देश प्रकृतिको धनी छ। हाम्रो कुनै जमिनबाट पानी निकालेर झरना बनाउनु पर्ने छैन। हाम्रो देश आफैमा सुन्दर झरनाहरू छन्, नदी नालाहरू छन्, जडीबुटी छ, सबै छ। तर हाम्रो देशमा मात्र कमी छ यो देश चलाउने लिडरको। हो, खोक्रो फुल्याउने, घाँटी सुक्ने गरी कराउने धेरै नेताहरू आए, तर कार्यान्वयन भएन। जुन देशमा कार्यान्वयन हुँदैन, बोलिन्छ मात्रै, त्यो देश हो हाम्रो देश नेपाल। अब त्यसो हुने छैन। जेनजीले छोड्ने छैन। जेनजी मात्रै होइन, यहाँ हाम्रो देशमा बस्ने नागरिकहरू आत्तिसकेका, पाटिसकेका छन् नेताहरूदेखि। नेताहरू अब सच्चिनुपर्छ। नेताहरू पनि हाम्रै देशका नागरिक हुन्, सच्चिनुपर्छ।